हेलो गाइस, नमस्ते एन्ड गुड आफ्टरनुन। यतिखेर हामीहरू अलखोर पार्कभित्र प्रवेश गर्दैछौँ। यो अलखोर पार्कतिरको पार्ट 2 हो। यतिखेर हामी जूमा पसिसकेका छौँ। यहाँ अहिले टाइगर देखाउँदैछु हजुरलाई। यो बेङ्गोल टाइगर भन्छ। नेपाल, भारत, बङ्गलादेश, भुटानतिर पाइने बाघ हो। यो मङ्कीहरू छ। हामीहरू टङ्क, रामप्रसाद दाई, म लगायतका साथीहरू यतातिर हेर्दैछौँ। हामीहरूले अहिले यो मङ्कीको चर्चकला अहिले यो चिम्पान्जी भएको ठाउँमा आइपुग्यौँ। चिम्पान्जी अलि दुईवटा मात्र रहेछ। पहिला अलि धेरै भयो जस्तो लाग्थ्यो, बच्चा पनि भयो जस्तो लाग्थ्यो। अहिले अलिक केही शान्त मोडमा छ। जब यो रिसाएपछि यसले यहाँ विचित्रै देखाउँछ आफ्नो कला। बाटोलाई जसरी माथि रस्सीमा झुन्डिने टार उचालै फाल्ने गर्छ। यतिखेर यो स्याल, हामीले स्याल भनेर चिनिन्छ, स्यालको सेक्सनमा आइपुग्यौँ। यो स्यालको सेक्सनपछि यो सानो मङ्कीहरू। यो मङ्की हाम्रो नेपालतिर पाइँदैन। अस्ट्रेलियाको जङ्गल या अफ्रिकाको जङ्गलतिर पाइने मङ्की हुनसक्छ। सानो साह्रै चुलबुले चकचक गरेको छ। यतिखेर फेरि पार्कतिर आयौँ। बुटाभरि खजुर लटरम्म फलेको छ, भर्खर फल्दैछ। कभर गरेर राखिराखेको छ। साथीहरूले भिडियो गराउँदै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। यति ठुलो पार्क छ। हरियो यति मनमोहक छ कि पार्क। हजुरहरूले पनि यही भिडियो हेरेर कतारको अलखोर पार्क कस्तो रहेछ भनेर देख्न सक्नुहुन्छ। यहाँको रमाइलो वातावरणको महसुस गर्न सक्नुहुन्छ। यतिखेर हामी जेब्रातिर आएका छौँ। यो जेब्रा हो। जेब्राहरूको बच्चाहरू छ, सानो बच्चाहरू छ, माउहरू छ। कति राम्रो पाटाहरू छ, सेतो कालो खुट्टाहरू। यो गैँडा, दुई सिङ्गे गैँडा भन्छ यसलाई। हाम्रो नेपालमा पाइने गैँडा त होइन, यो विदेशतिर अस्ट्रेलियातिर पाइने, सायद अफ्रिकामा पाइने गैँडा होला। यो कुन जातिको मङ्की हो थाहा भएन, सानो बाँदर प्रजातिकै हो। तर राम्रो सुन्दर गुडिया जस्तै लाग्छ। कति चिलबुले छ, कति प्यारो छ। वनबिरालो, यतिखेर वनबिरालो, यो क्याट प्रजातिको वनबिरालो। हामीले वनबिरालो कसैले भाप्से, कसैले हाप्सिलो के भनेर चिनिन्छ, त्यही होला सायद। यो पनि त्यस्तै बाँदर प्रजातिमै पर्छ। यो शाकाहारी हो, यसले फलफुलहरू खान्छ। राम्रो छ यो। यतिखेर आयो हामी मृगहरू धेरै नै छ। यहाँ टन्नै छ मृगहरू छ। मृगपछि तपाईँहरूलाई मैले देखाउँदैछु यो जिराफ। पहिला त दुई तिनवटा जिराफ थियो, अहिले एक्लै रहेछ। खै अरू सारेको हो कि मरेर हो कि अहिले एक्लो रहेछ यो जिराफ। पहिला बच्चा पनि थियो, यहाँको माउ पनि थियो। धेरै पहिला आउँदाखेरि, अहिले चाहिँ एक्लो रहेछ। कति अग्लो छ, खाना नि यसलाई कति गाह्रो। खुट्टा अलिकति खुम्चाएर खुट्टा फुटाएर बस्नु, घाँटी नुहाउनु पर्ने। मान्छेले बोलाउँदाखेरि पर थियो, मान्छेले बोलाएपछि नजिकै आएको छ अहिले। यतिखेर राम्रो छ जिराफ। हाम्रो नेपालतिर त पाइँदैन यो जिराफहरू। जिराफ अनि तपाईँको त्यस पछाडि यो जेब्रा नेपालमा पाइँदैन। कति मजाले हेरिराखेको छ। हजुरहरूलाई नि हेरिराखे होला सायद, जसले भिडियो हेर्दै हुनुहुन्छ। तिनीहरूलाई यो भिडियोमा लाइक कमेन्ट गर है भनेर भनिराखेको होला सायद यो जिराफले पनि। कति लामो घाँटी छ यसको। फेरि हामी पार्कतिर आयौँ अहिले। पार्कमा फेरि रमाइलो गर्ने, हाँस्ने, रमाउने यस्तै छ यहाँ। यस रमाइलो छ कतारको अलखोर पार्क। समय गएको पत्तै हुँदैन। हामी बस्ने ठाउँबाट यहाँ आउनु पनि धेरै टाढा नै छ। 2 घन्टा, लगभग 2 घन्टाको यात्रापछि मात्र आएको हामी। 100 को स्पिडमा आउँदाखेरि 2 घन्टा लाग्यो भनेपछि धेरै टाढा हो। नेपालको जस्तो बाटो भएको त 4-5 घन्टै लाग्ने थियो होला सायद। यहाँ ट्राफिक जाम पनि हुँदैन, के हुँदैन, सरर
उता चित्रदायी हेलो गाइज नमस्ते यतिखेर यतिखेर मयूरहरू कति राम्रो है पार्कमा राम्रो डान्स छौँ। गरिरहेको छ यहाँभित्र धेरै थरीका चराचुरुङ्गी धेरै छन् मयूर अहिले मैले उतापट्टि जाली बाहिरबाट पनि खिचिरहेको थिएँ उसले त 1 घन्टे जति थुप्रै आफ्नो चलचित्रलाई देखाए नाचेर धेरै छन् यी मयूरहरू हेर्दै हेर्दै अहिले हामी मयूर भएको ठाउँमा आइपुगेका छौँ। मयूरको ठुलो छ माथि जाली लाएर राखेको छ यो भित्र चाहिँ पानीहरूको छहरा गराएको छ खोला जस्तो गराइदिएको छ राम्रो साथीहरूसँग आएको चराचुरुङ्गीलाई बस्न लायक वातावरण गराइदिएको छ भित्रको हरियाली कति वातावरण विकास गरेको छ यो सुन्दर दृश्यहरू आहा कति रमाइलो छ, कति रमाइलो छ, कुरै नगर्नु। साह्रै रमाइलो पो छ यहाँ त यहाँ भित्र छिरे बाघहरू कति ठुल्ठुला बाघहरू छन् उतापट्टि जू घरमा बाघ चिताहा छ चिम्पान्जी मङ्की थुप्रो छ। तपाईँहरू देखाउँदै गर्नेछु अहिले यति ल।